यार सबैजनालाई नमस्ते एन्ड गुड मर्निङ एन्ड जय मसी। आज चाहिँ रहेको छ असार 30 गते है, 3 महिना 30 गतेको दिन। अनि मैले चाहिँ स्कुटी लिनलाई गइरहेको छु, किनभने धेरै समय पछाडिको प्रार्थना अनि धेरै समय पछाडिको योजना, धेरै समय पछाडिको काउन्सिलिङ अनि सबै कुराहरू सोच विचार गरेर अनि आज चाहिँ मैले साधन किन्न गइरहेको छु। सबैजनाले प्रार्थना गरिदिनु होला र तपाईहरुलाई पनि धेरै धन्यवाद। यसरी मेरो लागि मुट्ठी पनि खोलिदिनु भयो मेरो भाउजू, मेरो दिदी, तपाईहरु सबैजनालाई धेरै धन्यवाद। मेरो बुहारी र अब हेर्न बाँकी छ अब साधन चाहिँ कस्तो आउँछ भनेर है। अनि म चाहिँ आज एकदम धेरै एक्साइटेड छु, किनभने 2-3 वर्षदेखि विगत 2-3 वर्षदेखि रात दिन प्रार्थना गरेको थिएँ। अनि मैले कसरी लिन सक्छु होला, कसले आर्थिक कुराहरू जुटाउँछ होला, कसरी जुट्छ होला भन्ने कुराहरुमा मलाई चिन्ता थियो। तर जुट्यो फाइनल्ली र म आज लिन गइरहेको छु। बाँकी कुराहरू चाहिँ म तपाईहरुलाई अगाडि देखाउने नै छु र एकदम धेरै भित्रैबाट म खुसी छु। बिहान उठेर प्रार्थना गरे म है, नत्र म धेरै यति बिहान चाहिँ उठ्दिन कि, प्राय कोही पनि उठेको छैन, म मात्र उठेर अनि हेर्नु न बिहान बिहान मेरो मुहारमा पनि यस्तो मुस्कान छ कि भनौँ हैन, मुख पनि धोएन वास्तवमा भन्नु पर्दा। अनि साँझ मैले धोएर सुतिसकेको थिएँ अनि त्यस पछाडि चाहिँ धोएको छैन। फाइनल्ली म तपाईहरुलाई बाँकी भिडियोहरू चाहिँ स्कुटी ल्याएपछि देखाउने छु। मेरो भिनाजुलाई पनि धेरै धन्यवाद, उहाँले पनि मलाई धेरै कुराहरुमा सहयोग गर्नुभएको छ। थ्यांक यू मेरो भिनाजु। तपाई टाढा भए पनि तपाईलाई मैले आज एकदम धेरै मिस गरिरहेको छु अनि तपाईले मलाई एकदम धेरै ठुलो कुराहरुमा सहायता गर्नुभएको छ। थ्यांक यू सो मच। स्कुटी लिनमा चाहिँ मेरो मात्र हात छैन, मेरो त केही पनि छैन, सबै मेरो आफन्तहरुले अनि हैन सबै सरहरुले गर्दा हो। थ्यांक यू मेरो सर अनि मेरो दिदी, मेरो भिनाजु, मेरो भाउजू अनि जतिजना अनि आफन्त मित्रहरु हुनुहुन्छ प्रार्थनादेखि सहयोग गरिराख्नु भएको छ, सम्पूर्णलाई धेरै धन्यवाद। र बाँकी यो लिँदा राम्रो हुन्छ भन्नुहुने मेरो दाइहरुलाई अनि 2 जना दाइहरु अनि एउटा भाइ अनि एउटा बहिनीलाई पनि धेरै धेरै धन्यवाद। अनि थ्यांक यू प्रार्थना सम्झिनुहुने सम्पूर्ण परिवारहरुलाई। बाइ बाइ। नेक्स्ट भिडियोमा पछि देखाउँछु हस् अरूहरु लिएकोहरु अनि लिइसकेपछि के खाइन्छ त्यो सबै कुराहरु। बाइ। आज मेरो लागि एकदम धेरै स्पेशल डे हो गाइजहरु। अनि छोटो मिठो स्कुटरको पार्टी पनि भयो। म चाहिँ मासु लिन गएको गाइस। अब सुरुमा मलाई थाहा थिएन कस्तो कलरको स्कुटी लिने भनेर। अब म चाहिँ स्कुटरको कलर चुज गरिसकेको छु है त। ठीक छ निसन भाइ, फाइनली हामीले स्कुटी किनिसकेका छौँ र अहिले सबै कुराहरु चाहिँ हामीले हेरिरहेको छौँ। यहाँ चार्जिङको सुविधा पनि रहेछ। सरी टिभीएस को यो चाहिँ है, हेर्नुस् यहाँनिर टिभीएस भनेर पनि लेखेको छ। स्कुटरको कलर चाहिँ मैले ब्ल्याक एन्ड रेड एन्ड ब्ल्याक नै किने, मलाई यही नै राम्रो लाग्यो। मैले खास आर्मी कलर किन्ने भनेको थिएँ। मेरो बुहारी हुनुहुन्छ, कस्तो लाग्यो तपाईलाई? एकदम दामी। यो चाहिँ हेलमेट दिने समय फाइनली मैले स्कुटी किनिसकेको छु। कलर चाहिँ यही नै हो, रेड एन्ड ब्ल्याक, रेड एन्ड ब्ल्याक है। अझै अब पैसा पे गर्दै हुनुहुन्छ हाम्रो फुपूले। सबैको होइन, सबैको हो भन्नुहुन्छ। दिन्छु मगाइदिएको चुप बनाएर बस्नु छु नि। स्कुटी लिइसके पछाडि यसरी फोटो पनि खिच्नु पर्दो रहेछ गाइजहरु। चाबी समाएर हेर्नुस् न, स्कुटीमा म बसिसकेको र फाइनली स्कुटीको कलर सबै लिइसकेको छु, मैले चुज गरिसकेको छु। यसरी चाबी समाएर ठुलो मैले फोटो पनि खिचिसके र छोटो पार्टी मोमो पार्टी चाहिँ मैले दिएको थिएँ है। यसरी चाहिँ अब हामी घर लिएर जाँदैछौँ है त। स्कुटरलाई चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ। म त कहिले कसैको स्कुटर नछोको, सुरुमा त कसरी चलाउनु होला भन्ने लागिरहेको थियो। अनि यसरी मेरो भदैनीले चाहिँ मलाई सपोर्ट गर्नुभयो कि है। एयरपोर्टमै छौँ हामी अहिलेसम्म। टक्क म तपाईहरुलाई देखाइरहेको छु है त। हेर्नुस् त यसरी स्कुटी। अनि सुरुवातमा चाहिँ मेरो दिदीले चाहिँ स्कुटर सिकाउनु भएको के कोमा दिदीले है। थ्यांक यू दिदी। अनि जब स्कुटी सिकेर साँझ मैले बिहान दिनमा चाहिँ सिकेँ है,
1 लिटर पेट्रोल हालेँ अनि त्यसपछि चाहिँ यसरी चलाइहालेँ कि साँझ त यो मेरो फर्स्ट टाइम चाहिँ आफैले एक्लै स्कुटर चलाएको है यो चाहिँ नारायणपुरको हाट बजार यसरी चाहिँ सुरुमा एक्लै चलाएको थिएँ त्यस पछाडि मेरो दिदीको छोरी अञ्जलीलाई चाहिँ मैले बसालेको थिएँ त्यस पछाडि चाहिँ पालै पालो केटीहरूलाई चाहिँ बसाल्दै चलाउँदै गर्थेँ हम तो चले राखेछु सेकेन्डचोटि चलाउँदै गर्दाखेरि चाहिँ म मेन रोडमा निकालिसकेको थिएँ यसरी सेकेन्ड डे चाहिँ हो है मैले चलाउँदै गरेको सुरुवातमा लिएको 1 महिना त नचलाएरै राखेको थिएँ अनि भाइले मलाई गाली गर्नुभएको थियो त्यो स्कुटरलाई सजाउन लिनुभएको जति चलाउनुहुन्छ त्यति राम्रो हुन्छ भन्नुभयो त्यस पछाडि मजाले एक दिन स्कुटर सिक्यो अनि सकिहालेँ चलाउनलाई त्यस पछाडि त 3 दिन राखेर चलाउने भयो म हामी चाहिँ हिँडेको है साथीहरू नारायणीको किनारमा पिज्जा खानलाई मोमो खानलाई तपाईँहरू पनि आउनुहोस् ल नारायणघाट नारायणी किनारमा हामी 3 जना यसरी मिलेर हिँडिरहेको छौँ यस्तो इन्जोय गरिरहेको छौँ रमाइलो भयो आजको दिन पनि अब चाहिँ हामीहरू अलि भित्रबाट जाने कुरा भयो किनभने हामी सबैजना अब यस्तो हुनुहुन्छ भनेर मैले कहिले सोचेको नि यार यति पर्फेक्ट भइहाल्नु है फेरि भेटौँ लाग्ने ऊ चाहिँ मेरो कान्छी छोरी कि डराइरहेछ आन्टी लोटाउनु त होइन भनेर मेरो यो लङ यात्रा थियो कि पहिले चाहिँ त्यही भएर मैले अलि लङ यात्रा यतिखेर चलाएको थिएँ स्कुटर झेकेकोबाट दिदीको छोरी र म चाहिँ टक्क शुक्रनगर मामा घर जान लागेको हाम्रो भाउजूहरू आउनु भएको थियो कान्छो दाई भाउजू अर्पण लो माइजू आउनु भएको थियो अहिले माइजू चाहिँ हाम्रो बिचमा हुनुहुन्न तर हामी अब पोर्सल माइजू पनि आउनु भएको थियो हामी सबैजना माइजूको माइतमा गएको थियौँ अनि यसरी मैले स्कुटर पनि चलाएको थिएँ पहिलोचोटि है अनि लामो समयपछि माइजू चाहिँ गइहाल्नु भएको छ एउटा सम्झना मात्र रह्यो जोस् माइजू घर गएको अब यस्तै हो संसारमा छौ कोही अघि कोही पछि हुन्छ अनि यसरी चाहिँ स्कुटी चलाउँदा अहिले चाहिँ म चाहिँ पर्फेक्ट भएको छु ल गाइस तपाईहरु पनि स्कुटर चलाउनलाई चाहिँ सजिलै छ सकिहाल्नुहुन्छ अब जुन कुरा तपाईले सक्दैन भन्नुहुन्छ त्यो कुरा प्र्याक्टिस गर्नु भने अभियसली सक्नुहुन्छ है गाइसहरु हेर्नुस् यस पछाडी यस्तो ठाउँमा यसरी चाहिँ म विभिन्न ठाउँहरुमा स्कुटर चलाउँदै हिँडे अनि यो चाहिँ स्कुटरको नम्बर प्लेटहरु चेन्ज गरेको नि यहाँनेर A96 को 14 लेखेको बाटो सत्य जीवन मर्ने हो मदरा भए कोही पनि पिता गाउन सक्दैन यो चाहिँ चितवन यो चाहिँ थाइल्यान्डमा नेपालमा त नेपालमा ड्राइभिङ गरेको थिए थाइल्यान्डमा समेत म चाहिँ ड्राइभिङ गर्न सक्सेस भए गाइस त्यही भएर जुन कुरा चाहिँ हामी मरि पर्छौं त्यो कुरा चाहिँ अभियसली सक्छौं तपाईहरु पनि सक्नुहुन्छ ओके वेटिङ फर नेक्स्ट ब्लग बाइ एभ्रीवन